हेलो सबैजनामा नमस्कार। म दक्षिण कोरियाको बङ्गुर फर्मको बारेमा केही कुराहरू भन्न गइरहेको छु। यो खोर पुरानो पनि होइन, अत्याधुनिक खोर पनि होइन। आधुनिककरण हुँदै गर्दाखेरिको निर्माण गरिएको यो खोर विगत 15-18 वर्ष अगाडि निर्माण गरिएको खोर हो। यसरी बङ्गुर हुर्किरहेका छन् यसमा। यी बङ्गुर जन्मेको मितिदेखि आजसम्म करिब 130 देखि 140 दिनका भएका छन्। जसमा बत्ती, पानी र यिनीहरूले खाने दाना प्रशस्त मात्रामा र गुणस्तरीय भएका कारण एकदम छिटो नष्ट हुने गर्छन्। यिनीहरूलाई 170 देखि 180 दिनको बिचमा बेच्ने गरिन्छ, जसको तौल जाडो दिनमा चारो धेरै खाने भएका कारणले 115 देखि 120 सम्मको किलो हुन आउँछ एउटा बराबरको। यही बङ्गुर गर्मीमा यसरी नै हुर्किए तापनि चारो त्यति नरुच्ने, चारोभन्दा पनि पानी धेरै खाएर पानी ज्यान लाग्ने भएकाले किलो त्यति राम्रो आउँदैन। 107, 108 राम्रो आयो भने 110 सम्म मात्र आउने गर्छ। अर्को कोठातिर जाउँ है त। एउटै खोरको लम्बाइ झन्डै 90-100 मिटरको लम्बाइमा फैलिएको छ, जसमा 4वटा कोठा छन्। 4वटा कोठामा एउटा कोठामा झन्डै 140 को दरले बङ्गुर हालिने गरिन्छ। 140 कोठामा पनि कोठाभित्र प्रवेश गरिसकेपछि दुईतिर विभाजन भएको कारणले एकातिर 70 अर्कोतिर 70 गरी 140 वटा बङ्गुर जम्मा एउटा कोठामा हुन्छ। 140 मध्ये बेच्ने बेलासम्म कति वटा त मरेर पनि जान्छन्। कोही रोगले, कोही हावापानी कारणवश जसो गरी नमिल्दिनाले यसरी हुर्किरहेका छन् साउका बङ्गुर। हामी त कामदार, हामीले त महिनाभरि दुःख गर्यो। 4वटा बङ्गुर बेच्यो भने हामीलाई तलब दिन साउलाई प्रशस्त मात्रामा पैसा आउँछ। महिनाभरि काम गऱ्यो भने हाम्रो भागमा 4वटा हो।
सोध्दैछ। अब भोलि आफ्नो देशमा गएर पनि गरौँ भने यति धेरै सेवा सुविधाका साथ त गर्न नसकिएला, तैपनि सानोतिनो प्रयास भने अवश्य नै गर्न सकिनेछ।